हेलो एभ्रिवान गाइज, सबैजना देख्न सक्नुहुन्छ यो चाहिँ यता साइडको स्कुल हो, यता साइडको चाहिँ घर हो, यता साइडको चाहिँ अर्को घर हो होइन। यो पनि घरै देखियो, तर यो साइडमा चाहिँ एउटा बेलौटी रहेछ, त्यो म खान चाहन्छु। यहाँनिर छ यहाँनिर गाइज, तपाईँहरूलाई फेरि यहाँदेखि गइरहेको छु। यो चाहिँ कुलो चाहिँ यहाँ बाटो रहेछ, यहाँ चाहिँ क्रस हान्दै गइरहेको छु। बेलौटी चाहिँ यहाँनिर छ, यहाँनिर चाहिँ नसपट्टि पनि फल्दैछ, नसपट्टि चाहिँ यहाँनिर छ होइन। अर्गानिक बेलौटी चाहिँ देख्न सक्नुहुन्छ, यहाँ एउटा भइहाल्यो पानी चार्ने। अर्गानिक बेलौटी चाहिँ यहाँ छ, अरूको फेरि अहिले थाहा पायो भने मार्छन्। यहाँ छ एउटा यहाँ छ गाइज, अरू यतातिर पनि छ, चाहिँ यता छ। सो गाइज आएँ म बेलौटी टिपेर, मिनी स्टार ब्लक वाला बेलौटी टिप्यो, बेलौटी पनि ट्याक्क लगाएर होइन, देख्न सक्नुहुन्छ। अब खाइन्छ। बेलौटी छ बब्बल तरिकाले के खान सक्नुहुन्छ, बेलौटी खान सक्नुहुन्छ, अरू के खान सक्नुहुन्छ। अन्त पर होइन अब हाम्रो खाना त पर्यो होइन, खाएको गाई। म यता बेलौटी टेस्ट पनि गरेँ, नस्पति टेस्ट पनि गरेँ। अनि बेलौटीको सिजन आउँदैछ, बेलौटी चाहिँ खानुपर्छ है गाई। जरैबुट्टै भए पनि बेलौटी देखेपछि खानुपर्छ। यतातिर म पनि हिँड्दैछु, फेरि मस्तले हिँड्दैछु अब होइन गाइज। नाइस भ्युज, गोरुहरू कतातिर छ अब हेरिरहेको छु म पनि। अब जान त पर्यो, अब यतातिर गोरु छैन जस्तो, यतातिर हेर्नु पर्यो, यतातिर छैन भने यतातिर हेर्नु पर्यो होइन। ए गोरुहरू त चिलमा बसे गाइज। अब चाहिँ हेर्नुपर्छ, अब चाहिँ वाह उतातिर चाहिँ भ्यू बब्बाल छ है गाइज होइन। म पनि यहाँ छु, अब भ्लग सानो बनाउँदै यहाँ छु होइन। बेलौटी पनि खाइयो ठ्याक्क लाएर, अब यसो जुसेर यहाँ बसिरहेको थिएँ, हेर्न आएको थिएँ, यतै बसिरहेछ। जान्न त अब कस्तो छ गोरुहरूको कुराकानी के गर्दैछ गोरुहरूले होइन। बसिरहेको दुइटा मस्तले बसिरहेको गोरु, किन बसिरहेको अब सुनाउन, कुरा गरौँ अब के भन्छ गोरुले चाहिँ, हाम्रो गोरुले होइन। ए देख्न सक्नुहुन्छ गाइज, यहाँ बस्नु भएको दुईजना गोरु ट्याक्क हल बाँधेर बस्नु भएको छ, देख्नु भयो होला। ए गाइज अब यिनीहरूलाई के भन्न चाहनुहुन्छ? गाइज अब के भन्न चाहनुहुन्छ? अब म पनि भन्छु होइन, एउटा दुइटा कुरा। अब हाम्रो यता जिजूले सर बस्नु भएको छ, जिजूले सर बस्नु भएको रहेछ। के छ झुले सरजी, आराम हुनुहुन्छ होला नि? आरामै हुनुहुन्छ भन्नुभयो उहाँले। अब गोटे सर चाहिँ जाउँ कुरा गरौँ, के भन्नुहुन्छ उहाँले? के छ सरजी, आरामै हुनुहुन्छ? टेन्सन नमान्नु हो, म पिट्दैन क्या। अब के छ, जोटेर ठाकेर बसेको हो कि यहाँ अब केही आनन्दले अगाएर बस्नुभयो हो कि? मैले देखेको थिइनँ अघि उताबाट आउँदाखेरि, माखा लाग्दा पनि लाखेन, चिल्लो भएर ढारेर बस्नुभयो तपाईँ। किन होला भन्नु त? फेरि कोर्याम पनि गर्नुभयो, मुख किन यस्तो गराउनु भयो? आराम छ, जिन्दगी चिल छ होइन। सिङ भाँच्नु भयो चाहिँ एउटै, यतातिर सिङ चाहिँ किन भाँच्नु भयो तपाईँले? यता हेर्न सक्नुहुन्छ गाइस, सबलाई हेर्दैन, दुइटा, एउटा चाहिँ उठ्नु भयो, अलिक खरोवाला हुनुहुन्छ उहाँ चाहिँ। यहाँ चाहिँ अब मस्तले यहीँ माथि बसे पनि फरक पर्दैन, यस्तो हुनुहुन्छ यहाँ चाहिँ। यता फेरि दोस्ती हो चाहिँ मेरो हलो हान्न खोज्नु भयो कि आउँछ हलो यतातिर मेरो, फेरि हलो यतातिर फेरि अलि दोस्ती म उठाइस भनेर रिस्से जस्तो मानेछु उहाँ हजुरलाई। यतातिर चाहिँ हलो मेरो गाईजी
हजुरसँग फेरि मस्तले बस्न चाहनुहुन्छ हजुर म हजुरलाई घाँस ल्याइदिन्छु एकछिन 1 मिनट बस्न दिएकोमा अब घाँस त दिन पऱ्यो गाइज घाँस त अब यो भए पनि नभए पनि यसो मिलाएर लगिदिउँ न खान्छ कि खान्न अब टेस्ट गरम होइन अब घाँस त दिन पऱ्यो ठिकै ल्याउँछु ल्याउनु त मैले पनि अब त्यही पनि टेस्ट गरौँ ल खानुहोस् हजुर खानुहोस् खानुहोस् खान चाहनुहुन्छ कि नै ल खानुहोस् खानुहोस् हजुर ल्यासो खानुहोस् होइन ठिक छ बसेर ढाड पनि भयो रहेछ मलाई थाहा भयो गाइज यस्तो गर्नुभयो थाहा भयो मलाई सिङसम्म आइदिन्छु म फेरि सिधै हेर्नु सक्नुहुन्छ गाइज या कस्तो गरेँ फेरि यस्तो जोसिल छु क्या अहिले उठो अब मैले डिस्टर्ब गर्दै होला मजाले के कुराकानी गर्दै हुनुहुन्थ्यो यहाँहरूले अब ठिक छ मैले अब एकछिनमा उठाएर कुदाउनु पर्छ रनिङ गराउनु पर्छ यिनी दुइटालाई अब भ्यूहरू नस्पति चाहिँ यहाँ रहेछ क्या नस्पति चाहिँ भइहाल छ गरे के खालको नस्पति फलेको हो यस्तो आम्बो यो नस्पति त देख्नै सक्दैन म फेरि नस्पति यस्तो हो कि मेरो नस्पति अनि यो के भन्छ नस्पति स्याउ सुन्तला अनि बेलौटी अनि त्यसपछि म्याङ्गो भने आँप अनि यो चाहिँ मेरो फेभरेट हो क्या म खाएर वाइल खान्छु खान त फेरि मैले यस्तै त बेलौटी त अब सुरु भइरहेको भर्खर मैले यहाँ खाएको होइन एउटा बेलौटी यतातिर खाथेँ बुट्टा रहेछ र एक ठाउँ यहाँनिर बेलौटी खाएको बेलौटी त अब सिजन लाग्नु लाग्यो होइन गाइज बेलौटी त यस्तो खाने हो कि जराइदेखि उखालेर क्या जराइदेखि उखालेर ज्याम बेलौटी चाहिँ खानुपर्छ बाटोदेखि लिएर हिँड्ने बाटोदेखि लिएर सबैजना आजभोलि बर्खाको टाइममा गाइज सबै सचेत भएर हिँड्नु होला भन्न चाहन्छु गाइज